नमस्कार साथीहरु, हजुरहरुलाई मेरो युट्युब च्यानलमा स्वागत छ। म आज हजुरहरुसँग चाहिँ एउटा सामान्य विषय लिएर प्रस्तुत भएको छु। तपाईहरुलाई यो ज्योतिष सम्बन्धीमा चाहिँ कालसर्प योगको बारेमा चाहिँ धेरैलाई यथार्थ के हो र भ्रम के हो यो छुट्याउन गाह्रो भइरहेको छ। म आज हजुरहरुलाई भ्रम र यथार्थ दुईटै कुरा बताउने छु। कालसर्प योग भन्नाले हजुरको कुण्डलीमा चाहिँ राहु र केतुद्वारा बन्ने एउटा विशिष्ट योग हो र यो योग कसरी बन्दछ, यो योग कतिवटा हुन्छन् र यो योगको चाहिँ प्रभाव के हुँदछ र यो योगले भयो भने चाहिँ कुण्डलीमा कस्ता प्रकारका मनुष्यको जीवनमा चाहिँ समस्याहरू बाधाहरू उत्पन्न गराउँछ यो पनि बताइदिनेछु र सँगसँगै यी बाधाहरू र समस्या मात्र हैन समाधान पनि हजुरहरुलाई म बताइदिनेछु। कृपया यो भिडियोलाई चाहिँ स्किप नगरिकन राम्रोसँग हेर्दिनु होला है। अब जाउँ हामीले कालसर्प योग भनेको के हो भन्ने विषयवस्तुतिर। कालसर्प योग भनेको चाहिँ हाम्रो कुण्डलीमा, मनुष्यको कुण्डलीमा राहु र केतुद्वारा एउटा बन्ने विशिष्ट योग हो। अब विशिष्ट योग भन्ने बित्तिकै योग त धेरै प्रकारको नि हुन्छ हैन। अब विक्रमसम्म 2047 भन्दा त्यति प्राथमिकता पाएको होइन यो योगले, तर विक्रमसम्म 2047 को समयको यतापट्टिबाट चाहिँ एकदम अत्यधिक मात्रामा चाहिँ यसले आफ्नो भूगोल जमाएको छ कालसर्प योगले चाहिँ। एवं प्रकारले अलिकति अब योबाट चाहिँ हजुरहरु चाहिँ एकदम राम्रोसँग हेरेर यसमा अगाडि बढ्नु होला, यो कार्यहरूको निवारण गर्नु होला। जाउँ कालसर्प योगमै फेरि। कालसर्प योग भन्ने चाहिँ अब हजुरहरुले जान्नुभयो राहु र केतुद्वारा बन्ने एउटा विशिष्ट योग हो कुण्डलीमा चाहिँ। राहु र केतुद्वारा कस्तो विशिष्ट योग भन्दाखेरि राहु र केतु सदैव उनीहरूको गति चाहिँ तपाईको बकरी हुन्छ, बकरी गति हुन्छ, गति पनि एउटै हुन्छ। फेरि त्यहाँ गडबड हुन्न, राहु र केतुमा चाहिँ सदैव उनीहरू बकरी रहन्छन्, गति एउटै किसिमको गति हुन्छ। अनि राहु र केतु जहिले पनि हजुरको 180 डिग्रीको अन्तरालमा चाहिँ हुँदछन् उनीहरू चाहिँ, दुईटा राहु र केतु चाहिँ। जस्तै कुण्डलीको पुरा द्वादश भाव प्रथम लग्नदेखि लिएर द्वादश भावलाई चाहिँ 360 डिग्रीको मानियो भने चाहिँ 180 डिग्रीमा चाहिँ उनीहरू चाहिँ परिभ्रमण गर्दछन् वा त्यतिको डिस्टेन्समा चाहिँ रहन्छन् उनीहरू राहु र केतु। हो त्यो 180 डिग्रीको डिस्टेन्समा चाहिँ राहु र केतुको बिचमा ग्रह, त्यो राहु र केतुको बिचमा एक साइडतिर तपाईको पुरै ग्रहहरू भए र एक साइड पुरै खाली भयो भने चाहिँ हो त्यही योगलाई चाहिँ भन्ने हामीले कालसर्प योग हो है। राहु र केतुको बिचमा भ्रमण राहु र केतु जब घुम्दछ, घुम्ने बेलामा तिनीहरूको एक साइडमा मात्र सम्पूर्ण ग्रहहरू आएर बसेर अर्को साइड पुरै खाली देखियो या खाली भएको अवस्थालाई चाहिँ भन्ने चाहिँ हामीले कालसर्प योग हो। अब कालसर्प योग भन्ने त बुझियो। अब कालसर्प योग पनि विशेष गरेर चाहिँ हामीले यो सबैभन्दा नबुझेको कुरो, मेन कुरो भनेको यही हो। दुई किसिमको कालसर्प योग हुन्छ क्या यहाँनिर, दुई किसिमको कालसर्प योग हुन्छ। हजुरको एउटा उदित गोलार्ध कालसर्प योग भन्ने हुन्छ भने अर्को अनुदित गोलार्ध कालसर्प योग भनिन्छ। अब उदित भनेको के हो, अनुदित भनेको के हो त्यो पनि म हजुरलाई पछि बताउँछु। अलिकति यसको बारेमा अलिकति थोरै जानकारी फेरि दिए। उदित भन्नाले हजुरको चाहिँ जस्तै उदित गोलार्ध पर्यो भने बल्ल मान्छेले त्यो कालसर्प योगको बारेमा नराम्रो कुराहरू भनिन्छ नि त हामीले, हो त्यसको बारेमा चाहिँ त्यसले चाहिँ बल्ल असर गर्ने हो नकारात्मक। यदि अनुदित गोलार्ध छ भने हजुरहरूको कुण्डलीमा चाहिँ त्यो ग्रहले फेरि नराम्रो असर चाहिँ गर्दैन है। अनुदित गोलार्धमा घुमेको जुन राहु र केतुको गति छ, उनी अनुदित गोलार्धमा बसेका ग्रहहरू छन् या अनुदित गोलार्धमा परेका छन्, अनुदित गोलार्ध बनेको छ कुण्डलीमा भने चाहिँ त्यो कालसर्प योगले चाहिँ हजुरहरूलाई कति पनि असर गर्दैन, 0% पनि। यसमा चाहिँ कति पनि सन्देह नमान्दा हुन्छ हजुरहरूले है। अब सामान्यतया जानेको कसैले अब ज्योतिष पढ्नु भएको छ, सामान्यतया ज्योतिष पढेको मान्छेहरू अझै दैविक कोही हुनुहुन्छ भने उहाँले थोरै बुझ्नुभयो भने त्यो उदित र अनुदित नछुट्याइकन चाहिँ कालसर्प योग हो। लौ तपाईँहरूको त शान्ति गर्नुपर्छ, पूजा गर्नुपर्छ, सुन चाँदीका नागहरू बनाउनु पर्छ इत्यादि कुराहरू ल्याएर तपाईँहरूको टाउकोमा थुपारिदिनुहुन्छ। अनुदित गोलार्धमा चाहिँ तपाईँहरू ढुक्क हुनुहोस्, यो योग परेको बेलामा कुनै शान्ति गर्नु पर्दैन, तपाईँलाई कुनै पनि नराम्रो प्रकारको यसले फल दिन्न, कुनै पनि तपाईँलाई विघ्न बाधा गर्दैन अनुदितले। यदि उदित परेको छ भने चाहिँ उहाँ ज्योतिषहरूले भनेको र हाम्रा दैवज्ञहरूले भनेका जुन फल छन् कालसर्प योगमा चाहिँ त्यो चाहिँ एकदम अनिष्टकारक हुन्छ। अब अनिष्टकारक हुन्छ। अब के अनिष्टकारक त भन्दाखेरि जब कुण्डलीमा कालसर्प योग देखा पर्यो भने मान्छेहरूको विशेष गरेर चाहिँ एकदम मेन पोइन्ट भनेको चाहिँ सुतेको सपनीमा चाहिँ एकदम सर्पहरू बढी देखिने, नागदेवताहरू सर्पहरू भए, नागदेवताहरू भए, उनीहरू आफूलाई लखटेको अवस्था अथवा टोक्न आएको अवस्था या हिँडिरहेको अवस्थामा या उडेको नाग उडेको अवस्था है, सर्पहरू उडेका अवस्था या तपाईको समूहमा सर्प देखेको हैन, पुरै हुन्छ नि त धेरै सर्प एकै ठाउँमा ग्यारेङ्गोजिङ भएर देखिएको त्यस्तो अवस्था या सिंगलै देखे पनि त्यस्तो अवस्था भयो। हो त्यस्तो सपना कसैलाई यदि सपनामा बारम्बार त्यस्ता सपनाहरू आइरहन्छन् भने चाहिँ
अब एउटा विचारणीय प्रश्न पनि के छ भने चाहिँ त्यहाँनिर हजुरको कुण्डलीमा चाहिँ कालसर्पयोग बनेको हो कि भन्ने एउटा विचारणीय प्रश्न छ। यसलाई चाहिँ राम्रोसँग हजुरहरूले बुझ्नु होला है। एकचोटि कुण्डली राम्रोसँग हेर्नु। यदि बारम्बार हजुरको सपनामा चाहिँ तपाईँको सर्पहरू बढी आउँछन् भने सायद मलाई लाग्छ कालसर्प योग भएर पनि त्यस्तो सपनाहरू हजुरहरूको आउन सक्छ। अब यो त भयो अब सपना। अनि अर्को कुरो के हो भने जस्तै अब वैवाहिक समस्या, वैवाहिक जिन्दगी चाहिँ अलिकति तनावग्रस्त गराउँछ कालसर्प योगले चाहिँ। यदि विवाहमा जानुभएको छ, गृहस्थ आश्रममा कोही हुनुहुन्छ, वैवाहिक जीवनमा कोही जानुभएको छ, विवाह गरेपछि चाहिँ नाना तरहका समस्या आउने, जो पछिल्लो विवाह नगर्दाको लाइफ जुन थियो र विवाह गरेपछिको जुन लाइफ थियो त्यो लाइफमा चाहिँ अलिकति तपाईँलाई चाहिँ ओहो मैले त यो धिक्कार भएछ कि बिहा गरेर है, गर्नै नहुने कुरो रहेछ कि भन्ने यस्ता समस्या सोचहरू चाहिँ उत्पन्न गराउने र दाम्पत्य जीवनमा चाहिँ अलिकति उतार चढाव चाहिँ ल्याउँछ है। तपाईँहरूको अब श्रीमान श्रीमतीमा अब श्रीमतीले श्रीमतीले अलिकति मेरो कुरा नसुनिदिएको हो कि मेरो कुरा नबुझेको हो कि मैले भनेको अलिकति केही कुराहरू नमानिदिएको हो कि मेरो श्रीमतीले भन्ने त्यस्तो प्रकारको सोच आउने। अनि श्रीमतीमा नि सेम त्यही श्रीमानले जस्तो सोच्यो त्यस्तै प्रकारका सोचहरू उत्पन्न गराउने। अर्थात् एक दुईजनामा चाहिँ एक आपसमा चाहिँ तपाईँको मिसअन्डरस्ट्यान्डिङहरू हुनसक्छ है। विचारहरूदेखि लिएर हरेक कुराहरूमा चाहिँ रहनसहन यताउता कुरामा मिसअन्डरस्ट्यान्डिङ अलिकति यसले चाहिँ गराइन्छ। अनि यो भयो। अनि अर्को विवाहमा चाहिँ विलम्ब हुने, विवाह एकदम ढिलो हुने है। धेरैको मैले पनि अब अलिकति कुण्डली रिसर्च गर्दाखेरि चाहिँ देखेको कुरो छु। यदि कालसर्प योग बनेको छ, उदित गोलार्धको कालसर्प योग छ भने चाहिँ विवाहमा चाहिँ एकदम तनाव है। हुँदै नहुने भइसकेको कुरो नि, मानव जनै सुपारी भएको कुरो नि भड्किने कामहरू इत्यादिहरू भएको देखेको छु मैले। अथवा ढिलो एकदम उमेर भयो, खोज्दै पनि वर नपाउने, खोज्दै कन्यै नपाउने, त्यस्ता प्रकारको समस्या चाहिँ यसले दिन्छ। अनि व्यापार व्यवसायतिर भयो अलिकति बढी मेहनत अब धेरै गर्ने तर फल चाहिँ एकदम अकिन्चित थोरै मात्रामा फल चाहिँ प्राप्त हुने त्यो गराइन्छ। तपाईँले पहाड खन्नु भयो भने चाहिँ एउटा बारीमा गएर फरुवा हाने जतिको फल पाइन्छ नि हो त्यति फल चाहिँ पाइने। तर वास्तवमा हुने भने त्यो पहाड खनेको त्यही अनुसारको फल हामीले पाउनुपर्ने हो। तर यदि कालसर्प योग कुण्डलीमा बनेको छ भने त्यो फल पनि त्यसले चाहिँ एकदम थोरै दिन्छ, आशातीत प्रगति गर्न चाहिँ दिन्न। यो भयो। अनि त्यहाँ चाहिँ एकदम जिन्दगी चाहिँ हजुरको चाहिँ एकदम सङ्घर्षमय बनाउँछ है। थोरै होइन, एकदम धेरै अरूको मात्रामा अरूलाई हेरेर आफूलाई त्यहाँनिर वेटलेस गर्ने भने या वेट गर्ने भने चाहिँ तपाईँको धेरै आकाश पातालको सङ्घर्षमा चाहिँ धेरै सङ्घर्ष गर्न पनि तर यदि सङ्घर्षको बावजुद पनि अब फल त मिल्छ सबैलाई। म अगाडि भनिसकेँ, सङ्घर्ष जति गरियो त्यति फल चाहिँ प्राप्त नहुने यो योगमा चाहिँ हुन्छ। अब यो विशेष गरेर अब इत्यादि समस्याहरू भयो, अन्य समस्या हुन्छन् तर मेन समस्याहरू चाहिँ यिनीहरू नै हो है। अनि त्यहाँ चाहिँ तपाईँको चाहिँ अर्को समस्या के हुन्छ भने चाहिँ रिलेसनसिप चाहिँ टिक्दैन है। रिलेसनसिप चाहिँ टिक्न एकदम गाह्रो हुन्छ योमा चाहिँ। त्यही अब पहिले भने मिसअन्डरस्ट्यान्डिङ हुने इत्यादि समस्याहरू भएपछि चाहिँ अलिकति शङ्का उपशङ्कामा चाहिँ जिन्दगी अलिकति अगाडि बढ्न सक्छ र यो राम्रोसँग रिलेसनसिप चाहिँ अहिले टिकाउनु चाहिँ लङ टाइमसम्म चाहिँ गाह्रो गरिदिन्छ कालसर्प योग छ भने चाहिँ। अब यी योगहरू त भए, यसका फलहरू मतलब यसका नकारात्मक फलहरू यी बताइदिएँ मैले। अब यहाँ आयो अब कतिवटा योग हुन्छ नि त कालसर्प योग भन्दा नि हामीले अब विशेष जानेको त हामीले अब कालसर्प योग होइन राहु र केतुको बिचमा ग्रह जति परेर एउटा एक साइडतिर ग्रह भयो, अर्को साइडतिर खाली भन्दा कालसर्प योग भनियो। तर यी योग पनि विशेष गरेर 288वटा योग दिएका छन् ज्योतिषहरूले। तर 288 योगमा चाहिँ अब पुरै योग त हामीले त एकिङ गर्न सकिन्न, गणना गर्न सकिन्न। विशेष गरेर यसलाई चाहिँ 12 प्रकारका योग चाहिँ बताएका छन्। अब ती 12 प्रकारका योगहरू के हो र यो योगमा चाहिँ ती 12 प्रकारकामा कसैको तपाईँहरूको कुण्डलीमा कालसर्प योग छ भने चाहिँ त्यही एउटा योगभित्र चाहिँ परेको हुन्छ है 12वटा योग मध्येमा चाहिँ। अनि त्यो 12वटा योगको मैले हजुरहरूलाई अब त्यो के अरे निवारण पनि कसरी हुन्छ र यसलाई शान्ति पनि कसरी गर्ने हो, कसरी सकारात्मक बनाउने हो यो योगलाई चाहिँ त्यो पनि हजुरहरूलाई म पछि जानकारी दिन्छु। अब पहिलो नम्बरको कालसर्प योग चाहिँ तपाईँको प्रथम लग्नदेखि लिएर सप्तम भावसम्म चाहिँ जति पनि ग्रहहरू राहु र केतुको बिचमा बनेका छन् भने त्यसलाई चाहिँ अनन्त कालसर्प योग भनिन्छ है। लग्नदेखि लिएर सप्तम भावमा चाहिँ राहु केतुको बिचमा जति पनि ग्रहहरू आए भने त्यसलाई चाहिँ अनन्त कालसर्प योग भनिन्छ। अनि द्वितीय भावदेखि लिएर तपाईँको अष्टम भावसम्म चाहिँ जति पनि राहु र केतुको बिचमा जति पनि ग्रहहरू आएका छन् भने त्यस्तो योगलाई चाहिँ कुलिक कालसर्प योग चाहिँ भनिन्छ, कुलिक कालसर्प योग भनिन्छ। त्यस्तैदेखि तृतीयदेखि नवम भावमा राहु र केतुको बिचमा जति पनि ग्रहहरू आयो भने चाहिँ त्यसलाई वासुकी कालसर्प योग भनिन्छ भने चतुर्थदेखि दशम भावमा जति पनि राहु र केतुको बिचमा आयो भने ग्रहहरू चाहिँ त्यसलाई शङ्खपाल कालसर्प योग भनिन्छ।
एवं प्रकारले पञ्चमदेखि लिएर एकादश स्थानमा चाहिँ सबै ग्रह राहु र केतुको बिचमा आयो भने चाहिँ त्यसलाई चाहिँ पद्मकाल सर्पयोग भनिन्छ भने षष्ठमदेखि लिएर द्वादश स्थानमा चाहिँ जति पनि राहु र केतुको बिचमा ग्रहहरू आए भने त्यसलाई चाहिँ महापद्मकाल सर्पयोग भनिन्छ। अनि त्यहाँ चाहिँ त्यसपछि तपाईँको सप्तमदेखि लग्नसम्म राहु र केतुको बिचमा जति पनि ग्रहहरू आयो भने चाहिँ त्यसलाई चाहिँ तपाईँको तक्षक काल सर्पयोग भनिन्छ। अनि अष्टमदेखि लिएर द्वादश स्थानमा जति पनि राहु र केतुको बिचमा ग्रहहरू आयो भने त्यसलाई चाहिँ तक्षक काल सर्पयोग भनिन्छ। तपाईँको नवमदेखि लिएर तृतीय स्थानमा चाहिँ राहु र केतुको बिचमा जति पनि ग्रहहरू आयो भने त्यसलाई चाहिँ शङ्खनाद या शङ्खचूड काल सर्पयोग भनिन्छ है। अनि तपाईँको नवमदेखि लिएर तृतीय स्थानमा चाहिँ जति पनि राहु र केतुको बिचमा काल सर्पयोगहरू आए या दशमदेखि लिएर दशमदेखि लिएर चतुर्थ स्थानमा जति पनि तपाईँको राहु र केतुको बिचमा चाहिँ अरू ग्रहहरू आएर बस्यो भने त्यस्तो योगलाई चाहिँ पातक काल सर्पयोग चाहिँ भनिन्छ। अनि एवं प्रकारले एकादश स्थानदेखि लिएर पञ्चम स्थानमा चाहिँ जति पनि राहु र केतुको बिचमा ग्रहहरू आएका छन् भने त्यो योगलाई चाहिँ विषाक्त काल सर्पयोग भनिन्छ। र द्वादश स्थानदेखि लिएर षष्ठ स्थानसम्म जति पनि राहु र केतुको बिचमा ग्रहहरू आएका छन् त्यस्तो योगलाई चाहिँ शेषनाग काल सर्पयोग भनिन्छ। यो त बुझ्नुभयो ल। यदि हजुरहरूको कुण्डलीमा काल सर्पयोग छ भने यो एउटा योग त बनेकै छ, 12वटा मध्येमा चाहिँ एउटा न एउटा योग बनेको छ। अब यसको के हो त उपाय, निवारण गर्ने उपाय, शान्ति अथवा नकारात्मक भएको योगलाई सकारात्मक बनाउने उपाय के हो त भन्दाखेरि यदि कसैको पनि कुण्डलीमा लग्नदेखि लिएर सप्तम स्थानमा चाहिँ सबै ग्रह राहु र केतुको बिचमा आएका छन् भने त्यसलाई चाहिँ गलामा चाहिँ चाँदी लाइयो भने अथवा घाँटीमा एउटा चाँदी बनाएर लाइयो भने या चाँदीको सिक्री या इत्यादि मुन्द्रा सुन्द्रा केही झुन्डाएर गलामा लाउनु पर्यो है, नाकाने यताउतातिर हुन्न, यो घाँटीमा लाइयो भने चाहिँ त्यो जो अनन्त काल सर्पयोग नाम गरेको हुन्छ त्यो चाहिँ राम्रो हुन्छ अथवा सकारात्मक बदलिन्छ। अनि द्वितीय स्थानदेखि लिएर अष्टम स्थानमा जति पनि ग्रहहरू छन् र द्वितीय स्थानदेखि अष्टम स्थानमा बनेको काल सर्पयोगको योगलाई चाहिँ उत्तर र पश्चिम कोणमा है, उत्तर र पश्चिमको कोणमा माटाको कलशमा पानी भर्ने गरियो भने दैनिक चाहिँ त्यो चाहिँ त्यसलाई चाहिँ एकदम राम्रो हुन्छ, शुभकारक हुन्छ। तृतीय स्थानदेखि लिएर नवम स्थानमा जति पनि ग्रहहरू तपाईँका छन् काल सर्पयोग बनेको छ भने जन्मदिनमा चाहिँ भेली, गहुँ र तामाहरू दान गरियो भने चाहिँ त्यो चाहिँ एकदम राम्रो हुन्छ। अनि चतुर्थदेखि लिएर दशम स्थानमा काल सर्पयोग बनेको छ भने प्रत्येक दिन बग्ने पानीमा चाहिँ है, बग्ने पानी अब नदीसदी खोलाचोला केही चाहियो बग्ने पानी हुनु पर्यो, त्यसमा यदि दुध चढाइदिनु भयो भने चाहिँ राम्रो हुन्छ। अब फेरि दुध गाई कि भैँसी भन्ने होला, यहाँ गाई भैँसी तोक्या छैन, दुध चढाइदियो भन्छ। अब हाम्रो सनातन धर्मअनुसार गाईको दुध राम्रो हो, यसलाई पनि बढी प्राथमिकता दिनुपर्छ हामीले है। अनि पञ्चम स्थानदेखि लिएर एकादश स्थानमा बनेको काल सर्पयोग छ भने चाहिँ आफ्नो ईशान कोणमा घरको ईशान कोणमा चाहिँ सेतो हात्तीको एउटा मूर्ति राखियो भने चाहिँ त्यो काल सर्पयोग चाहिँ राम्रो हुन्छ। र तपाईँको खष्टमदेखि लिएर द्वादश स्थानमा चाहिँ कसैको काल सर्पयोग बनेको छ भने प्रत्येक महिनाको पञ्चमी तिथिमा है, प्रत्येक महिनाको पञ्चमी तिथिमा पानीमा नरिवल बगाइयो भने चाहिँ त्यो चाहिँ राम्रो हुन्छ। अब कति दिन बगाउने भन्ने होला फेरि है, कति दिन बगाउने भने विशेष गरेर 5 चोटि त बगाउनै पर्यो, 5 महिना 5 चोटि भनेको चाहिँ 5 महिना महिनै दिनु परेन, प्रत्येक महिनाको पञ्चमी तिथि भने 5 महिना नि परेन, अझ तपाईँको 2-2.5 महिना जति गरे भयो। अब महिनामा त 2टा पञ्चमी तिथि आउँछ, शुक्ल पक्ष र कृष्ण पक्ष। अब विशेष गरेर शुक्ल पक्षकै लिने हो भने 5 महिना गर्न पर्यो, शुक्ल कृष्ण दुईटैलाई लिने हो भने चाहिँ 2.5 महिनामा चाहिँ हुने भयो यो काम चाहिँ। अनि तपाईँको अब यो सप्तम स्थानदेखि लिएर एकादश स्थानमा जति पनि काल सर्प ग्रहहरू आएर राहु र केतुको बिचमा बसेर काल सर्प योग बनेको छ भने चाहिँ त्यस्तो व्यक्तिहरूले चाहिँ माटोको भाँडामा दुध भरेर मान्छे नभएको ठाउँमा यदि राखियो भने, निर्जन ठाउँमा है जहाँनिर मान्छेहरूको वासस्थान रहेको छैन त्यस्तो ठाउँमा राखियो भने चाहिँ त्यो योग चाहिँ राम्रो हुने भयो। अनि अष्टम स्थानदेखि लिएर द्वितीय स्थानमा बनेको काल सर्प योग छ भने चाहिँ त्यस्तो काल सर्प योग भएको मान्छेले के गर्ने भने कालो गाईलाई चाहिँ भेली या रातो तिल, कालो गाईलाई भेली तिल खाना दिइयो भने चाहिँ यो योग चाहिँ राम्रो हुन्छ। अनि हजुरको नवम स्थानदेखि लिएर तृतीय स्थानमा बनेको यदि काल सर्प योग छ भने शिवरात्रिको दिन सूर्योदयदेखि लिएर सूर्यास्तसम्म 18वटा मन्दिरमा चाहिँ 1 कुण्ठा नरिवल लर चढाउनु भयो भने, राखिदिनु भयो भने वा चढाएर अर्पण गर्नुभयो भने चाहिँ त्यो राम्रो हुन्छ। शिवालय मन्दिरमा गर्नु भने त्यो चाहिँ राम्रो हुन्छ। अनि तपाईँको नवम स्थानदेखि दशम स्थानदेखि लिएर चतुर्थ स्थानमा बनेको यदि काल सर्प योग छ भने चाहिँ तपाईँ कतै शुभ कार्यमा जाँदाखेरि चाहिँ आफ्नो टाउको माथि मासु घुमाएर र त्यसलाई मासलाई फ्यालिदिनु, कुनै दिशातिर फालिदिनुहुन्छ, फालेर कतै जानुभयो भने चाहिँ त्यो चाहिँ एकदम तपाईँको चाहिँ राम्रो हुन्छ। 7 चोटि घुमाउनु पर्यो है, घुमाउँदाखेरि चाहिँ फेरि। अनि एकादश स्थानदेखि लिएर पञ्चम स्थानमा यदि कसैको काल सर्प योग बनेको छ भने बुधबारको दिन चाहिँ घरहरू सफा गरेर फाटेको वस्त्रहरू लगाउनु भयो भने चाहिँ
एकादश स्थानदेखि लिएर पञ्चम स्थानमा जसो कालसर्प योग बनेको छ त्यस्ता व्यक्तिहरूले बुधबारको दिन फाटेको लुगा लाउनु पर्यो र घर सर्लक्कै साफ गर्नु पर्यो है, आफैले साफ गर्नु पर्यो, आफ्नै भागमा पर्ने भयो बुधबारको दिन चाहिँ। त्यसरी गर्नुभयो भने चाहिँ त्यो कालसर्प योग चाहिँ तपाईँको जस नकारात्मक भएको छ, फल नकारात्मक पाइएको छ जिन्दगीमा भने त्यो चाहिँ सकारात्मक बदलिन्छ, फल पनि सकारात्मक दिन्छ, राम्रै दिन्छ। अनि रह्यो अब अन्तिमको हजुरहरूलाई मैले भनेको शेषनाग कालसर्प योग भनेको थिएँ। अब यो शेषनाग कालसर्प योग अथवा द्वादश स्थानदेखि लिएर अष्टम स्थानमा बनेको योग छ, त्यही बिचमा चाहिँ राहु र केतुको बिचमा सबै ग्रहहरू एक साइडमा आएर बसेका छन् भने चाहिँ त्यस्तो द्वादश भावदेखि बनेको योगलाई चाहिँ तपाईँले के गर्नु भने कालो कपडामा कालो तिल, दुधमा भिजेको जौ र नरिवल कोइला जलमा बगाउनु भयो भने चाहिँ एकदम राम्रो हुन्छ, शुभ कारक हुन्छ त्यसमा चाहिँ। यो सबै मैले हजुरलाई जति पनि यो उपायहरू बताएँ है, यो उपाय चाहिँ तपाईँको उदित गोलार्धमा गर्न पर्यो। उदित गोलार्ध भनेको के हो भन्दाखेरि जस्तै राहु र केतु 180 डिग्रीमा घुम्दछ, राहु र केतुको गतिमा चाहिँ केतुको गतिभित्र चाहिँ सबै ग्रहहरू आएर बस्यो भने केतु जुन परिक्रमा गर्छ नि त, त्यो परिक्रमा गर्ने बेलामा यस्तरी केतु घुम्ने बेलामा चाहिँ तपाईँको केतुको भित्र यता साइडतिर आएर ग्रहहरू बस्यो भने चाहिँ सबै ग्रहहरू आएर बसिदियो भने चाहिँ त्यो चाहिँ गर्नु पर्दैन, त्यो अनुदित गोलार्ध हो, त्यो चाहिँ नराम्रो योग होइन, त्यसले नराम्रो गर्दैन। तर राहु घुम्ने यस्तै राहु घुमिरहेछ, राहुको उसमा आएर राहु र केतुको बिचमा आएर बसेको छ भने चाहिँ राहुको गोलार्धमा यदि सबै ग्रहहरू पऱ्यो भने चाहिँ त्यो चाहिँ उदित गोलार्ध हो। उदित गोलार्धलाई चाहिँ बल्ल शान्ति गर्नुपर्छ। यी योगहरू सबै मैले उदितको लागि बताएको है, अनुदितको लागि चाहिँ होइन। अनि अब यो त अब सामान्य उपायहरू भइगयो। अब अरू उपायहरू के छ भन्दाखेरि चाहिँ विशेष गरेर कालसर्प पूजा योग हुन्छ होइन, कालसर्प पूजा गर्न सकिन्छ। विशेष गरेर चाहिँ कालसर्प पूजा गर्दाखेरि त अब पूजा विधि अब एउटै भयो भने कसैले कसरी गराउला, तर एउटा मेन कुरो जान्नै पर्ने हजुरहरूले के कुरो छ भने नि योमा चाहिँ अब यो मेन चाहिँ कालसर्प योग गर्दाखेरि कहिले पनि चाहिँ घरमा नगर्नु होला है। धेरै जसोको मैले देखेको छु रुद्री लाउने, रुद्रीको साँधैमा लगेर कालसर्प योग शान्ति गर्ने घरभित्र, यो चाहिँ कहिले पनि हुन्न, तपाईँहरूले निष्फल हो, यो चाहिँ निष्फल, कति पनि फल पाउनुहुन्न यो कालसर्प योग शान्ति गरेर चाहिँ, बेकारमा खर्च बढाउनु मात्र काम हो। यसलाई एकदम हजुरले गर्नै चाहनुहुन्छ भने विशेष गरेर शिवालय मन्दिरमा गएर गर्ने। अनि अब शिवालय मन्दिर नभए हजुरको खोलाको किनारमा एकदम राम्रो अझ कुनै नदी तीर्थ क्षेत्र बग्ने खोलाहरू छन् र गङ्गाजीको कुनै नजिक हुनुहुन्छ भने कतै गङ्गाजी नजिक हुन्छ, त्यो गङ्गाजीको किनारमा गएर चाहिँ यो कालसर्प योग चाहिँ शान्ति गर्नु भयो भने त्यो जतिको राम्रो केही पनि छैन। र शान्ति गरिसकेपछि तपाईँहरूले अब दुईवटा त सुन चाँदीको या के को बनाउनुहुन्छ है, दुईवटा अब नागजुन बनाउनुहुन्छ, त्यो सुन या चाँदीको कसैको बनाउनुहुन्छ र 8वटा चाहिँ 8 दिशाको लागि बनाउनुहुन्छ। त्यो त अब धेरै जस्तो पिठुको बनाएको पनि देखेछु मैले, कसैले सुन चाँदीकै नै राख्नु होला, छुट्टै कुरो। यो नागहरू चाहिँ फेरि सबै बगाउनुपर्छ पानीमा, अन्तिममा बगाउने, त्यसलाई नहेरिकन आउने हो, फेरि बगेको चाहिँ आफूले बगेको हेर्नुहुन्न, बगाएर छोडिदिने, त्यसो गरेर आउनुहुन्छ। यो फेरि अन्तिममा गऱ्यो, शान्ति गऱ्यो, अनि उयो सुनको नाग रहेछ भने गुरुजीहरूले फेरि सुनको बिलै शुद्ध मागेर नाग खोल्टीमा हालेर हिँड्नुहुन्छ, यो चाहिँ कहिले पनि नगर्नु होला। हजुरहरूसँग बिन्ती छ, यो जोगिएर यस्ता कुराहरूबाट एकदम सचेत भएर गर्नु होला। धर्मको नाममा व्यापार धेरै फस्टाएको छ अहिले चाहिँ नेपालमा चाहिँ, यस्ता कुराहरूलाई ध्यान दिनु होला। अहिले हजुरहरूलाई मैले यो कालसर्प योगको बारेमा जति पनि वर्णन गरेँ, यी राम्रा नराम्रा योगहरूलाई चाहिँ अब यो उपायहरू गर्ने पनि सबै बताएँ, समस्याहरू के हुन्छ त्यो पनि बताएँ। फेरि पनि हजुरहरूलाई कुनै विषयमा जान्न जिज्ञासु हुनुहुन्छ भने त्यो विषयलाई चाहिँ लिएर तपाईँले कमेन्ट गर्न सक्नुहुन्छ तलपट्टि र त्यसमा चाहिँ कमेन्ट गरेर चाहिँ तपाईँले जान्न चाहेका विषयहरू के छन् त्यो लेखिदिनु होला। म त्यसै सम्बन्धी भिडियो लिएर अर्को भिडियोमा उपस्थित हुनेछु। हजुरहरूलाई चाहिँ अहिले मेरो युट्युब च्यानल कस्तो लाग्यो लाइक, सेयर, कमेन्ट र सब्सक्राइब गर्न नभुल्नु होला। फेरि म हजुरहरूसँग आएर अरू विषयमा आएर फेरि भेट हुनेछ हाम्रो। अहिले म हजुरहरूसँग छुट्टिन चाहन्छु। हस्त, धन्यवाद, नमस्कार।